वामदेवजी तपाईँ जनतालाई मान्नुहुन्छ नि, सबभन्दा शक्तिशाली त जनता हो नि। जनताले चाह्यो भने जे पनि सम्भव छ। सबभन्दा शक्तिशाली को हो थाहा छ? जनता हो, ऋषि धमला। जनता हो, ऋषि धमला हो। तपाईँ पनि शक्तिशाली हो, ऋषि धमला। तर म भनिरहेको छु किनभने तपाईँले कसैले पढेको पनि मान्नुहुन्न, कसैले चाहिँ सत्य भनिरहेको छ त्यो पनि मान्नुहुन्न। तपाईँलाई लाग्यो कि तपाईँले हो त हो, हो त हो, हो त हो, नाकैसम्म चाहिँ औँलो लगाएर पनि गर्नुहुन्छ। तपाईँले सबै गर्नुहुन्छ, अहिले पनि तपाईँले त्यसै गर्नुभयो। त्यसो भएर तपाईँभन्दा ठुलो कोही छैन। जनता भनेर भनेको राजा मान्ने जनता हुँदैन। नेताहरूलाई जनताले लखेड्न थालिसके, लखेड्न थालिसके। अब त्यो त यदि राज्य समाप्त भयो भने अहिले जसले राज्य सञ्चालन गरेको छ, अहिले केपी ओली नेपाल राज्यको सबभन्दा माथिल्लो तहको संस्थाको प्रतिनिधि हुनुहुन्छ। उहाँले यो सबै जिम्मा लिनुपर्छ। भोलि यो राज्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा केही भयो, तलमाथि केही भयो भने उहाँ जिम्मेवार हुनुपर्छ। जनताले उहाँसित सोध्छन्, सोधेर पनि जवाफ दिन चाहिँ उहाँले सक्नु भएन भने त्यसबेला उनीहरूले कारबाही गर्छन् र केपी ओलीको इतिहास समाप्त हुन्छ, कालो इतिहास बन्छ।